गाइज यो हावा न्युज हो है। यहाँ मजाले तपाईँहरू सामान लिएर जान सक्नुहुन्छ है। अहिले जुन हामी न्युज सुनिरहेको छौँ यो 100 रुपियाँभन्दा बढीको सामान ल्यायो भने यहाँ भन्सार तिर्नुपर्छ, त्यस्तो केही छैन यता है। हाम्रो सोनवर्षा र मलङ्गाको बोर्डरमा केही छैन त्यस्तो, मजाले यहाँको मान्छेहरूले लगिरहेको छ। यो सामाजिक सञ्जालमा अहिले जुन हामीले यताको सुनिरहेको थियौँ त्यो गलत हावा कुरा रहेछ कि 100 रुपियाँभन्दा बढीको सामान लग्न मिल्दैन। म यहाँ जनताहरूले सामान मजाले लगिरहेको छ। यहाँ केटाहरूले चामलको बोराहरू सबै बोकेर मजाले गइरहेछ। यहाँ पुलिसको भिडियो बनाउनु पर्छ नि त है। गोलु जय भैया ल बाइक किन राख्ने र? अब त्यहाँ हाम्रो नेपाल पुलिसको भिडियो देखाउँछ है। साँच्चीकै तिनीहरूले कमिसन लिन्छ कि क्या हो? यहाँ यिनीहरूको भनाइ त त्यही हो, सामान लग्दा पुलिसलाई कमिसन दिनुपर्छ अनि मजाले जान दिन्छ। अरे भाव सारा खुला ऐसे करके बनाना, ऐसे घुमा ना। हाँ घुमाई चल तो जो चेक जाक हुँदो रहेछ है बोर्डरमा। यता हाम्रो बोर्डर पुरा स्ट्रिक्टली पुरा स्कुटीको सबै सिट चेक गरिरहेछ। यता छ भन्सार अफिस मलङ्गाको, यहाँ छ हाम्रो नेपाल पुलिस। साँच्चै कमिसन लिन्छ कि क्या हो? म त्यही भिडियोमा देखाइरहेको छु तपाईँलाई। यहाँ रुकेर जबसम्म यो स्कुटीवाला यहाँसम्म जाँदैन म यही भिडियो बनाएर बस्छु है। साँच्चीकै त्यो मान्छेसँग कमिसन लिन्छ कि लिँदैन हेरौँ, सोध्छु त्योसँग। जा सकिस् है लगाइज है, जान मिल्छ है। त्यो यहाँ कमिसन त लिएन तर जान दियो है, लग्न दिइरहेछ मजाले। ल ठिक, कमसेकम जनतालाई यहाँ यताको जनताहरूले दुःख छैन, सामानहरू मजाले लगिरहेछ। भना त न डेरा भिडियो बनाएको छु छैन कि यतिकै रेकर्ड गर्दै गइरहेको छु नेपाली मिडिया। अनि 100 रुपियाँभन्दा बढीको सामान ल्यायो भने भन्छ। अब अघि मैले त्यहाँ बोर्डरमा पुलिसहरूसँग सोधेँ, जस्तै हाम्रो जस्तै फेसबुकमा अहिले जुन न्युज सुनेको थियौँ कि 100 रुपियाँभन्दा बढीको सामान यहाँ लग्दा भन्सार काट्नुपर्छ, भन्सार तिर्नुपर्छ, त्यस्तो छैन रे। जस्तै यहाँको स्थानीयहरूले लग्न मिल्छ, जस्तै घरियासी सामानहरू मजाले घर लान मिल्छ किनेर। घरको सामानहरू धेरै अमाउन्टमा अब धेरै मात्रामा के लग्नुहुन्छ भने त्यतिखेर चाहिँ कर भन्सार तिर्नुपर्छ भन्ने कुरा आएको छ। तर त्यो हावा कुरा छ है। यो 100 रुपियाँभन्दा बढीको सामान लाग्यो भने पुलिसले रोक्छ, यो त्यो भन्सार काट्छ खोज्छ, त्यस्तो केही छैन यता। यो मलङ्गाको है।